मिटर यता जान्छु 10 मिटर यता जान्छु त्यही 10 मिटर यता गएको नि भर्खर त्यो वालामा हामीले के लियौँ बाबु क्रस सेक्सन हेलो गाइस हामी काम गर्दै थियौँ यहाँ पानी पर्यो हैन पानी आए पछाडि काम एकदम अस्तव्यस्त भइसकेको छ यहाँ हैन जनजीवन एकदम प्रभावित भएको छ हेलो गाइस आज हाम्रो डे 7 आज हामी कहाँ जाँदैछौँ साथी आज हामी मेलम्ची ओके हामी आज चाहिँ हाम्रो ब्रिज साइड सर्वे छ हैन अब खरीपाटी यो ठाउँलाई हेरौँ एकचोटि यो ठाउँ कस्तो छ यो हेलो ब्रदर गुड मर्निङ गाइस गुड मर्निङ कहाँ छन् खै गुड मर्निङ ठिक छ नि सबै गुड ल अनि यो ठाउँलाई हामी टाटा बाई बाई भनेर हैन यसो हैन एकछिनलाई भयो नि न्युजभरलाई भयो नि टाटा बाई बाई भनेर हामी लाग्दैछौँ आज मेलम्चीतिर 6:30 बजेसम्म ब्रेकफास्ट गर भन्नुभएको थियो त्यसकै लागि भनेर हामी जाँदैछौँ क्यान्टिनतर्फ हामी खाजा खानलाई भन्न देखाइदियो साथी क्यान्टिन कस्तो छ हामी क्यान्टिनतर्फ आइसकेका थियौँ तर समस्या के छ भने हिजो अलिकति ढिला भएर मोमो खान पाइएन अस्ति अलिकति ढिलो भएर गोलो अन्डा खान पाइएन आज यो दुईटै काम यस्तो काम नहोस् भनेर अलिकति चाँडै आएको धेर चाँडो बज्यो खुलेकै छैन कोही आएकै छैन पानीमा गए छप्याक गाई के गरेन चुकेको छैन गाई के गरेन चुकेको छैन हामी त गाई ब्रिज साइड सर्वेको लागि हिँड्दैछौँ होइन अनि पिपल झ्याम्मै 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 तिमीसँग माया बस्यो झ्याम्मै 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 वर्षे उमेरैमा मै पनि झिल्के हुँदो हो अहिले पो बुढो भए ल गाइज हामी चाहिँ पुल निर्माण गर्न जाँदैछौँ होइन अनि त्यसको लागि हेर साथीहरू त्यहाँनिर साथीहरू बसेको ठाउँमा त्यहाँबाट पुल सुरु हुन्छ अनि म यहाँ बसेको छु नि जहाँ यो पोइन्टमा पुलको अर्को पोइन्ट आइपुग्छ होइन अनि बिस्तार यहाँनिर बाटो ल्याउनु पर्छ होइन यसरी काम हुन्छ क्या यसरी है सिक्न मात्र आएको यहाँ पुल त बन्दैन पुल त अलरेडी त्यहाँ छ सुमिना हामी के गर्दैछौँ यहाँ अब हो एक्ज्याक्टली हामी योवाला बेस लेन्थ भन्छ क्या जस्तो म यहाँ बसेको छु होइन यहाँ छु नि म यहाँ छु अनि यहाँ मेरो अर्को साथी वहाँनिर छ अर्को साथी मेरो वहाँनिर छ क्या पहल ऊ यहाँनिर छ हो यो लेन्थलाई हामी बेस लेन्थ भन्छौँ अनि बेस लेन्थको नि 3 चोटि रिडिङ लिएर चेक गर्नुपर्छ एङ्गल मेजरमेन्टको काम त्यताबाट हुँदैछ त्यसरी काम हुँदैछ साथीहरू हेर म यहाँ कमिलाको ताँती यस्तो छन् योनिर बेस लेन्थ र अनि यो ब्रिज एक्सिस छ नि यसरी आउने ब्रिज एक्सिस यसरी यहाँबाट यसरी आउने ब्रिज एक्सिस र म बसेको ठाउँसम्मको डिस्टेन्स पनि सेम हुनुपर्छ अनि ट्रायङ्गल बनाउँदा इक्वलेटर ट्रायङ्गल बन्नुपर्छ भन्ने हुँदो रहेछ त्यो भने वेल कन्डिसन ट्रायङ्गल पनि बनिहाल्यो त्यही गर्न हामी बसिरहेको छौँ साथीहरू उताबाट चाहिँ फ्लाइ लेभलिङको काम भइरहेछ यता ट्रायङ्गुलेसनको काम भइरहेछ फ्लाइ लेभलिङ स्टाफ पक्रेर आइरहनु भएको छ साथीहरू ल ठिक छ यस्तै छ गर्मी छ ठाउँ चाहिँ रमाइलो छ हाम्रो सर्वेका साथीहरू यसरी काम गरिरहनु बस्नु छ नि ल के भइरहेछ अरे साथी यहाँ के भयो एकदम पुरपुरामा हात लाएर बसिरहेको छु के पिर पर्यो हो हेलो गाइज हामी काम गर्दै थियौँ यहाँ पानी पर्यो होइन यसरी एउटा छातामुनि तिरतिको छातामुनि हामी 4 जना यस्तो मजाले माया कुरा गरेर बसिरहेको छौँ होइन र गाई त्यसरी साथीहरू काम गर्दै हुनुहुन्थ्यो तर पानी आए पछाडि काम एकदम अस्तव्यस्त भइसकेको छ यहाँ होइन जनजीवन एकदम प्रभावित भएको छ अनि अब यस्तै हो घिमिरे मान्छे भन्दा नि सामानको बढी माया नि त छोरालाई पकडे जस्तो फिल आइरहेको छ बाउ बनिसक्यो साथी 10 लाख रुपैयाँ हो त यार है एउटा बाइक र एउटा किड्नी जान्छ मेरो 7 लाख रुपैयाँ पर्छ होला यो म त भाइरल हुनु भयो त यार यो 3-4 जनाको मोबाइलमा आइसक्यो ओ माय गॉड वाउ तर्नु हुन्न भन्नु ओके गाइज को मान्छे हेरौँ है त एकचोटि हाम्रो युनिस सिटीको रहेछ यसरी पानी परिरहेछ काम पानीमा छपाक गर्दै पानी एकदम काम ठप्प भयो अहिले है हामी यहीँनिर हो गाइज ब्रिज बनाउनलाई जस्तो फेरि लेट मी भिजुअलाइज यु गाइज है साथीहरू एउटा स्टेसनमा त्यहाँ बसिरहेको छन् त्यहाँबाट पुल सुरु भएर टुवाक्क यता यहाँनिर अलिकति भित्र हो त्यहाँनिर पुल बन्दैछ बन्ला अहिले बन्दैन अहिले एक्कासी बाढी आयो भने सिधै हाम्रो पुल भत्काइदिनुवाला छ त्यही भएर यहाँ बन्दैन
होइन अलरेडी सो सबै कुरालाई स्टडी गरेर पुल अलरेडी त्यहाँ बनिसकेको छ सो हामी चाहिँ जस्ट प्र्याक्टिसको लागि मात्र आएको हो होइन प्रहलाद के भन्नु छ यसको बारेमा प्र्याक्टिसको लागि मात्र हो नि होइन समीर रुकेश हो नि होइन हो ठिक छ भेरी गुड खतरनाक छ साथीहरू त्यस्तो पाइयो अनि यो हातमा अटेन मैले यसरी क्यापमा बोकेर आएको त्यसरी अन्डा हामी साइड सर्वे गरेर होस्टेलतिर पढ्यो आउँदै गर्दा गाडी बिग्रियो अनि साथीको काखमा बसेर साथीले एकदम माया गर्छ क्या मलाई यस्तो जुसभरि थाकेको छ तिमी साथीको लागि भनेर काँध काठ सब खाएको यस्तो साथी कहीँ पाइँदैन के भन्नु गाह्रो भयो रविना ठिक छ नि खबर रविनालाई देखान आफ्नो हाम्रो रिभर यसरी बगिरहेको छ सुन देखाइदिएको छु हाम्रो रिभर यसरी बसिरहेको छ होइन अब कुन ठाउँमा एल सेक्सन लिने कुन ठाउँमा क्रस सेक्सन लिने भन्ने कुरा चाहिँ एकदमै फरक पऱ्यो एल क्रस सेक्सन भनेको यस्तो पऱ्यो लङचुन सेक्सन भनेको यस्तो पऱ्यो होइन अब म जस्तो मेरो एबीवाला पोजिसन यो जेरो चेन्जमा म यहाँ छु होइन एबी अहिले उताको स्टेसन थियो यो मेरो बी छ यो मेरो ए छ उता मेरो बी छ होइन यहाँबाट म 10 मिटर यता जान्छु 10 मिटर यता जान्छु त्यही 10 मिटर यता आएको नि अहिले भर्खर त्यो वालामा हामीले के लियौँ बाबु क्रस सेक्सन लियौँ यता पनि क्रस सेक्सन यता पनि क्रस सेक्सन यता पनि क्रस सेक्सन लियो होइन हो अब यही जेरो चेन्जबाट बाबु मेरो बाबु यता 25 सानी कुरा बुझ्यौ 25 सानी यता 25 सानी अनि यहाँबाट फेरि क्रस सेक्सन फेरि 25 सानी अनि यताबाट फेरि कति जानु पऱ्यो अब 25 गएपछि अब 50 जानु भेरी गुड एक्सिलेन्ट 50 बाट कति जानु पऱ्यो बाबु भन 75 जानु एकदम दामी छ मेरो बाबु हजुर इजी छ है 75 है 25-25मा हामी काम गरेर जानु पऱ्यो के गर्नु पऱ्यो त क्रस सेक्सनको लागि लिनु पऱ्यो मेरो बाबु कुरा बुझ्दैछ तिमीले पनि है भेरी गुड अब त्यस पछाडि अब सुन है यो 25मा गर्दै जाँदाखेरि हामी एनएफएल भनेको नर्मल फ्लो लाइन सिएफएल फेरि एनएफएल पनि लिन्छौँ तर मेरो बाबु यो 0बाट 10मा पनि 10 20 30मा के पनि एउटा के पनि लिन्छौँ त सेन्टर लाइन पनि लिन्छौँ 10 20 30मा मेरो बाबु के पनि लिन्छौँ त हामी सेन्टर लाइन पनि लिन्छौँ कुरा बुझ्यो ल यति गरेपछि वी आर एकदमै बवाल टु गो रेडी सेडी गो ल आफ्नो पोजिसनमा गाइज अब हामी लाग्छौँ काममा ल 300 है ल गाइज 1.300 लेखौँ ल कि गाइज यो चाहिँ आज हाम्रो डे 8 हो होइन अनि हामी चाहिँ आज ब्रिज साइड सर्वेमै छौँ है यो मकै टार भन्ने ठाउँमा अनि डिटेलिङको काम हामी सुरु गर्दैछौँ होइन मेरो आवाज सुनेरै नै जानु भयो होला मेरो उता रुकेशलाई देखाइदियो रुकेश यसरी सेन्टर लाइनमा गएर बसिरहेको छ अनि मैले उसलाई यहाँबाट फोकस हानिरहेको छु होइन यो चाहिँ एल सेक्सनको लागि भनेर यसरी काम गरिरहेको छु प्रोफाइल सेक्सनको लागि ओइ रुकेश न लौ न बर्खा भएको बेला कहाँसम्म आइपुग्छ पोइन्ट भन्ने कुरालाई हामी एचएफएल भन्छौँ है हाई फ्लोर लाइन अब मैले मेजर गरेँ अब साथीको म रिक्वायरमेन्ट्सहरू म यहाँ भन्दै जान्छु ल जस्तो यहाँ यस्तो कुराहरू आइरहेको छ ल जेन्थल एङ्गल लेख 103 25 53 अनि होरिजेन्टल एङ्गल 91 12 36 यहाँ लेख्ने ठाउँ छ क्या गाइज सुमिनाले यसरी लेख्दै हुनुहुन्छ म यहाँबाट एसएसबी यहाँ थिचेँ पछाडि होरिजेन्टल डिस्टेन्स 11.937 अनि भर्टिकल डिस्टेन्स -2.851 यो हाम्रो सेन्टर लाइनको काम सक्यो अब आश्विन यो टर्न ल उता आश्विन बसेको छ आश्विन त्यहाँ उठिसक्यो आश्विनलाई म यसरी फोकस हान्दैछु अनि ल हाम्रो यस्तै काम भइरहेको छ है साथीहरू फोकस पनि भयो है फोकस भयो मैले फेरि मेजर दिन्छु vertical distance -2.100 हामी एउटा पक्न पर्नु चाहिँ एल सेक्सन पर्फर्म गर्नु पर्छ है अनि त्यसपछि जेन्टल एङ्गल लेख 50.95 डिग्री 40 मिनट 17 सेकेन्ड लेख्नु नि अनि जेन्टल एङ्गल लेख है ठीक छ अनि जेन्टल एङ्गल 89 निकाल्यो त्यो ठुलो आयो भने त लगिहाल्छ आमा कहाँसम्म आइपुग्छ भन्नुभयो बाडी यो खेता गएर यो भित्रसम्म आइपुग्छ ठुलो आयो भने ए यहाँसम्म आइपुग्छ है जस्तै यहाँ रहेछ नि त यो धानरोपे छैन यहाँ हो त्यो त धानरोपे भित्रसम्म आउँछ कि त्यहाँसम्म आइपुग्छ बाडी एकदम बर्खाको बेला यहाँसम्म आइपुग्छ भने माथिसम्म लिनु पर्ने एचएफएल मकै गाडीसम्म त दिउँ हामीले ठुलो पानी पर्यो भने त यहाँ भित्र यो खोलाले गरेरै बनाएको हो है हजुर त्यो माथिसम्म आइपुग्छ है त्यही हामी एकपल्ट स्थानीय बासिन्दा उहाँहरू तपाईँ जस्तै आमाहरूलाई सोध्नै पर्यो हजुर देख्नु भएको छ नि त यही ठाउँमा
हामीले जस्तो क्रस सेक्सन गर्दाखेरि होइन एउटा नर्मल फ्लो लाइन चाहिँ त्यो जुन भनेको खोला छ खोलाको किनार भयो होइन अनि अर्को भनेको एचएफएल हाई एचएफएल भने हाई फ्लोड लाइन के अरे हाई फ्लड लाइन फ्लड लाइन ल ओके गाइज के हो गुगल गर्ने कमेन्ट गर्ने डाउन कमेन्ट इट डाउन कुन हो राइट नर्मल फ्लो लाइन एचएफएल भनेको चाहिँ जस्तो अहिले मेरो त्यो पानीको लेभल त तलै छ नि त अब अहिले खासै बर्खा सुरु भइसकेको छैन अब जस्तो जब बर्खा ठ्याक्कै सुरु भइदिन्छ नि अनि त्यस पछाडि त्यसको लेभल एकदम बढ्ने हो नि त बढेर कुन लेभलसम्म आइपुग्छ त्यो हाम्रो एचएफएल हुन्छ अनि एचएफएल चाहिँ हाम्रो त्यो मकै घारी देखिरहेको छ त्यो गाइजहरूलाई देखिरहनु भएको थियो होला मैले देखाएँ त्यो पोइन्टसम्म मात्र हामी एचएफएल लेख्छौँ बट हामीले जसरी अहिले भर्खर स्थानीय बासिन्दासँग कुराकानी गर्दाखेरि उहाँले के भन्नुभयो भन्दाखेरि ऊ अलिक एकदमै यो रोडभन्दा थोरै तलैसम्म अलिकति थोरै तलसम्म त्यहीसम्म पानीको लेभल आउँछ भन्ने जस्तो कुरा गर्नुभयो त्यस कारणले अब एकल सरलाई यो कुरा राख्नु पर्यो है ओके गाइज फाइनल्ली हाम्रो फ्लाइ लभिङको काम सक्यो होइन अपूर्व आजको काम सक्यो नि त अब आजको काम पार्टी हो पुरै पार्टी भन्दा नि अब रिल्याक्स त भएन है अब जे गर्दा नि हुन्छ आफ्नो हाम्रो यताको काम त हाम्रो आफ्नो काम त सक्यो हैन हाम्रो असाइन गरेको काम त सक्यो ठीक छ उता पनि अलि हेल्प गर्नु पर्यो दीपिका के छ खबर एकदम बेहाल छ सबले मलाई स्टाफ बोकाएर पीडा दिइरहेछ बार शक्ति सारे त चलो गाइस प्लिज सब्स्क्राइब टु माय युट्युब च्यानल कसको मेरो गाइस हामीले त एक खोलामा यसरी काम गरेको हो हैन असिल दाइ के हुँदैछ काम अनि हो असिल दाइ चाहिँ यसो लड्नु पनि भएको थियो अनि हात गाउँ त्यसपछि फेरि अलि सुनाउनु भएको थियो अनि विषय भयो अब यस्तो खोलामा काम पानीमा गएको छप्याएको हुँदैन साथीको बुट हेर न बुट हेर न गाइस बुट एउटा खुट्टा उठाउनु बुट बास साथीहरू के भइरहेछ डाउन स्ट्रिम सकाउन लाग्यो हो कतिसम्म गयो 75 मिटरै बाँकी छ हो अप स्ट्रिम सक्यो अपस्ट्रिम पुरै सक्यो सुभाष सर के हुँदैछ कता कुद्दै हो कता कुद्दै हो ल ठिक छ डिटेलिङ गर्दैछु 45.356 अनि 0.001 उता स्टाफ पनि राखेको छ कति मिटर कुद्छ भन्ने कुरा 2 3 फ्यालो हिँड्यो जाऊ मेरो साथी ओए घोप्ट्यो डिस्टेन्स मेजरमेन्ट गरेर ल कति मिटर पुग्यो ए घटाउनु पर्छ है हो यो हो के मेरो यो चाहिँ होला यहाँ चाहिँ हुँदैन 1429 ल गाइस हामी यसरी काम गर्दैछौँ ल फेरि ट्राई गर्नु ल हाम्रो अथक फेलियर पछाडि अब फेरि अर्को प्रयास हुँदैछ यहाँ साथीहरू यसरी काम गर्दै भइसिन्छ है हेलो गर्दै हुन्छ म सोमिना टमाटी भइसिन्छ ल प्रकाश छोडम जाम गुरुजी छोडम उता टाइमर स्टार्ट गर्दै हुन्छ आदरणीय सुशान्त भट्टराईज्यूले र उता ड्राइभरमा प्रकाश पौडेल हुनुहुन्छ आऊ मेरो बाबु आऊ